नमस्ते सबैजना वेलकम छ ब्लगमा अनि मैले हिजोको ब्लग त अघि भर्खर आइसकेँ भर्खर आउँछ बिहान बिर्सिन अनि टक्कै यता घर आइसकेँ हेर्नु सक्नुहुन्छ यहाँ घाम लाखा बाहिर अनि टक्कै आएको छ छ टक्क हामी चाहिँ अनि ब्रस गर्न लाग्यो ब्रस घरबाट ल्याएको थियो टक्क 10 किलो नै टक्कै ब्रस गर्छ हामी चाहिँ अनि टक्कै यहाँ चार्जर यहाँ छ यो चार्जर मेरो हो होइन टक्क अब चाहिँ अनि अनिललाई भेट्न जाने हुने हो भात खाना चाहिँ अनि टक्क भरोसा गरौँ न ब्रस खेल्छ यो मेरो ल ब्रस बाइक ब्रस छैन अहिले कहाँ हो त टक्क बस्छु अब बसमा ल्याउँछु लागिखेर त मजा लाग्छ मजा लाग्छ मजा यसरी हाल्नु त जाने मजा खास हुन्छ यसरी हाल्छ यसरी यही हो ब्लक लाग्छ होइन बाहिर पनि भाइ के छ भाइ उहाँ त बुझ्यो यो चाहिँ हामी कहाँनिर छ र कुन ठाउँहरू कहाँ यो तारनिर छ होइन तारहरू कहाँनिर छ यतापट्टि होइन यो धेरै उस भइसक्यो कहाँबाट हप्तामा हुन्छ बस्न गएको खाएर सोचेर घुमेर अन्डा गर्दा सक्थ्यौँ अनि अपलोड ब्लगमा हेर्नु छोडेको के हुन्छ कस्तो हुन्छ भेट हुन्छ कि थाहा छैन कर्स पनि किन्न कर नै काट्न कपाल काटेको कपाल जस्तो भयो क्या अब नकाटेर क्या फेरि गाइस टकलाएर अब है लास्ट मोटर टक्क बाहिर निस्केको थियो अनि यसो हेर्छु चाहिँ चितवनभन्दा यहाँ के अरे शीतलवाला भनेको त बाहिरहरू त हजुर यस्तो छ कि होइन त्यसमा पऱ्यो साउन्डले भइसक्यो मेरो फेस मेरो त्यतिको मुख छ क्या मेरो फेस त कस्तो यार यो के भयो यार अनि यो चाहिँ के हो नि यो मेरो 16 Pro Max हो नि त अनि त्यहाँपछि यहाँनिर टच यो क्यामेरा एक्सट्रामा टक्कै टच भएपछि यसो जुम भएछ क्या ग्रिन भएछ मैले बाहिर हेरेँ भने चाहिँ चितवन भन्नु त यस्तोकै हेर्नु कस्तो छ कि यहाँ आमा भ्यू अन्त भ्यू त एकदम बबाल तर घाम पनि लास्टै टल्किँदो रहेछ फेरि यहाँ चाहिँ अनि त्यसै अनि टक्क अब खानासाना खान्छ अनि अलिउलाईको त्यहाँ पसलमा गएर चाहिँ त्यहाँ कपडा सर अब हामी यहाँ मासु लिनु जाऊँ भनेर चाहिँ मासु लिनु जानु लाग्यो थाहा छैन कहाँ हो मासु लिनु जानु कहाँ हो यो त होइन खोइ चप्पल मेरो ए चप्पल चाहिँ मेरो यहाँ घरबाट ल्यायो भनेखेरि यो त यो मेरो हो फेरि ल डब कता जानु कता जाँदैछ जहाँ कहाँबाट घाम लाग्दैन लिन मासु जान्छ तिमी आफ्नै भाइ हो र तिमी उजान सक्दैन भाइ यत्रो चढ्न आउँछ उहिले हान्न आउँछ राइडर हो भाइ उहाँ भाइ त राइडर क्रस फायर हो भाइ पछि एलेक्स हो क्या एलेक्स नाम गरिदिनु भाइ एलेक्स सुनाएर ए विनोद हो अनि भनि सुना त हामी के गर्ने अब उसको ज्यान चाहिँ राम्रै छ मेरो चाहिँ अब के हो जति खाने मोटाउँदैन अब उसको ज्यान त्यस्तै हुन्छ भन्ने सुनेको थिएँ कि अरे अब जति खानु मोटाउँदैन यसले पनि धेरै खान्न मैले धेरै खानु तर जति खानु मोटाउँदैन के हो जिउ लाग्दैन होइन के भयो जुम भइसक्यो ल यहाँ टक्लाएर सिन देखाउँछौँ हिँड्छौँ यो क्यामेरा एक्सन भयो कि यो मलाई 16 Pro Max भएर अब मासु लिन लगाउँदै हिँड्यो हामी चाहिँ ल टल्के हाम्रो यहाँ चितवनको जस्तै टल्के यहाँ पनि मेरो बाहिर निस्केको त हपक्क भयो अनि यहाँ चाहिँ चितवन र यहाँको के फरक छ भन्दा यहाँ चाहिँ अब गाउँ हो जस्तो यहाँ चाहिँ के फरक देख्दैन डाँडा काँडा देख्नुहुन्छ अनि भ्यू राम्रो देख्नुहुन्छ माथि भएपछि त टक्क बादल सादलसम्म त अनि टक्क देख्नुहुन्छ
अनि त्यही हो अब गाउँमा यता यस्तो गाउँ हुन्छ जस्तो नेचर गाउँ जस्तो नेचर राम्रो हुन्छ हाम्रो काम त अन्त सहर हुन्छ हाम्रो सहर होइन सहर हो हाम्रो त फेरि सम्म ठाउँ हुन्छ अब म त गाउँै रमाइलो लाग्छ आफ्नो सहर भन्दा नि तर भन्नु मात्रै हो अब आफ्नो ठाउँ त सबैले आफ्नो राम्रो आउँछ नि यहीँ बस्नु जानु यहाँ अनि तपाईँको लोकल कुखुराहरू हेर्नु हुन्छ लाने देखा त मलाई अनि यता अनि गाई ट्रकमा लगाएर चाहिँ आजको प्लान चाहिँ हाम्रो के छ यता यता राम्रो आउँछ के छ यता आजको चाहिँ यो प्लान चाहिँ हाम्रो के छ भने खानासाना खाएर चाहिँ यसो घुम्नु एउटा चाहिँ कौफमा घुम्दा चाहिँ अनि टक्क उल्लाले भेट्न जाने टक्क ब्लक हेर्नु घाम नि लास्टै लाग्छ हौ यो खाएर शरीरलाई चितवनको जस्तै हो नि होइन यस्तो हेरे चितवनै भनौँ न अब चितवन नै चितवन नै यहाँ कति त खाने 35 किलोमिटर त हो नि समथिङ यहाँसम्म होइन चितवन जति नै हो त्यही नजिकै छ अब घाम पनि यस्तै छ के गर्ने जाने त्यही हो मासु मासु हाल्यो नि त भाइ मासु ल्यायो पकाएर खाइन्छ मासुको आज हामी पाउँदैन ल अब मासु चाहिँ यो मासु त कति कस्ट हो भाइ कति हो कस्ट 400 रुपिस हाम्रो चाहिँ उता कति पर्छ भने हाम्रो 200मा 300मा आउँछ होइन दुई छाक हुन्छ हाम्रो भाइले भाइको चक्का पकाउँछ नि हामी खाना पनि बेसी साक्कालाई हेरिदिन्छौँ हाँसा गर्छौँ गाई चाहिँ यस्तै हाम्रो हाँसै यस्तै हो यार बच्चा फेरि खाना खान्छौँ भाइले पुग्यो खाना खाँदैछौँ हामी थोरै थोरै हाल्ने हाल्नु धेरै खानु मर्नुले यत्रो हाल्छ त धेरै हाल्नु ठिक हो धेरै हाल्नु सक्दैन धेरै हुन्छ नि यो भात मर्नुले खान्छ कि खाना यत्रो खान सकिनँ फेरि खेर खानु बिस्तारै ल खाइस् भात हो भात छ यत्रो भात त खाँदिनँ कि मैले अनि फालेँ नि अनि भात खाना खाना खाँदैछु तातो चाहिँ देख्नु कता हाल्छु है त्यो अर्को अनुसार जस्तो त खाना सक्दैन खाना चाहिँ खानासाना खाइसक्यो अनि टक्क खानासाना खाएर चाहिँ भर्खरै चिसो भइरहेको भर्खर खानासाना खायो त्यहाँपछि त अनि एकछिन अब आराम गरेर गेमसँग खेल्छ अनि हामी जान्छौँ घुम्न टक्क अनि अहिले चाहिँ घाम छैन त्यस्तो बिना पानी पर्ला जस्तो भइरहेको अनि टक्क अनि गेमसँग हाल्नु पर्ला मर्निङ चार्ज गर्नु पर्ला अनि त्यहाँपछि चाहिँ चार्जमा भेट्न गाडी कम हुन्छ त्यही गाडी कम हुन्छ गाइस आरामै भाइ सब हामी टक्क होइन टी सर्ट यो लगायौँ तल चाहिँ लाछौँ अब अनि लाएर भेट्न जाने सफारी स्टार्ट भयो लेट्स गो यसो सेयर गर्नु पऱ्यो सब्सक्राइब बढ्नु पऱ्यो भएन धेरै भइसक्यो अनि टक्क यो ब्याग पनि हेरिदिनुपर्छ मलाई इम्पोर्टेन्ट ब्याग आज पर्दैन ब्याग आज पर्दैन शनिबार पनि काम हुन्छ र यो ब्याग हेरेर यो ब्यागलाई हेर्नु सक्यो टक्क म चाहिँ पैसा टक्क लगाउँछु टक्क हामी जान्छ भाइ रेडी भएर बस्यो कति बेलुका आउनु भनेको बिहान हामी चाहिँ अब अटो पाएँ अटोमा जाँदैछौँ त बस पहिला मैले हामी फेरि गएर तपाईँ फोन गर्छौँ अटोमा चढेका चितवन पनि हाम्रो त अटै खानु चोकमा आयो चोक भन्छ नि बाहिर चोक आयो अनि कपाल काट्नु ठाउँ भने पनि मैले चोक यस्तो रहेछ गाइस यहाँ फर्स्ट टाइम आएको यस्तो कपाल काट्ने यहाँ हुन्छ राम्रो काट्नु ठाउँ लाग्यो म त बगाल छ मनोकामना यतै हो मनोकामना गोर्खा होइन र मटका जाने भाइ मटका ए मटका खाँदा नि त्यस्तो आज हामीलाई
अनलाइनको पसल यतै छ अरे अनि हामी चाहिँ अहिले इन्टरभ्यू भयो उहाँनिर शनिबार बन्द भयो अब सरकारमा हामी चाहिँ अनि शनिबार त अब दाइ हुन्छ होला नि त कता जान्छ कहाँनिर पार्छ कपाल को किन्न हुन्थ्यो यता यताबाट अनि अरू रमजान कहाँबाट पोखराबाट यताबाट जान्छ होइन त्यो यता मन यताबाटै गइरहेको त पहिला हेरमा गयो त्यही बनाइयो म त पढ्छ पहर जान्छु होला ल दाइ गयो है ल अब हामी चाहिँ जान्छौँ कहाँ जाने हो आउनु भयो हजुर ए आउँछ म आइरहन्छु यो बाटो भक्कु हिँड्छु त यहाँ कहाँ तपाईँ घर यतै हो टाढी ए उता पनि पसल छ क्या ए बदलको त्यहाँ त मेरो ठुमाहरू छ बकुलरकै त्यो के अरे नाम बिर्स्यो होइन कि त्यो बकुलर भनेर टाढी हो बकुलर टाढी मेरो ठुलमम्मी घर त्यही हो कि ठुलमम्मी घर त्यही हो कि मेरो ठुलमम्मीहरू ठुलमम्मी चाहिँ मेरो घर त्यतै परेछ जान्छ हामी थ्याङ्क यू अब हामी कल काटेर त्यही अब कहाँ जान्छौँ थाहा छैन भर छैन पानी परेछ अघि भर्खर यहाँ यस्तो भइरह के नाम के रहेछ त्यो मट्का मान्छ कि यहाँ चुरुट गर्न खाएको छ अलिक ठाउँ बस्छ न गन्ध मन पर्छ के भन्छ जानु 12 बजीसम्म हुन्छ एकचोटि यता भयो म त्यता बस्छु यहाँ बसौँ न जहाँ बस्नु नि हुन्छ राइट यो अर्डर गर के आएको चिकन नुडल्स खान्छु म टक्क अब पनि खाएको छैन होस्टेल खाएको यहाँ पैसा तिर्नु हो पैसा मात्रै यहाँ धेरै आयो नि जाने गोठा यता बस्नु पऱ्यो यता सिन्धामा आउँछ खाँदैछौँ गाइस kêu cào thôi cái đang vậy hả nó bằng ra đi không guys và em xong rồi cái so का गाइस यहाँ आउने सुन दाइको यहाँ पिच माइसँग हामी यो पिच बनेको बाटो यहाँ होइन टक्क अनि टक्क हँ कहाँनिर कुन हो कुन हो जाँदा चाहिँ यस्तो ढुकढुक भइरहेको छ के यता त्यो खास त हामीतिर बस्न आएको भाइ गरे त्यही हो यसो जाम भन्दा आएको हो खास गाई चाहिँ हामी दाइबाट आइसक्यो यहाँ दाइहरूको अनि यहाँ जान चाहिँ कहाँ जाने टक्क अब हामी अनलाइन गराएको छौँ अनलाइन छेउछौँ यहाँ त अनलाइनको बेसी टल्किरहेको हामीहरू जाँदैछौँ जाने लाख बनाउँदै डर लगाएर के भन्छ जाने ठिक हो बेसी चले अरे होइन दाइ हुन्छ होइन बेसी चले भएर जान्छु म अब भिडियो त कुरो बनाउनु यहाँ ल राख सोगाइसँग चिया बनाउँदै
हेर न डर आउँथ्यो के भने त हामीलाई भन्नु घर आइसक्यो हुन्छ अनि दाइलाई भेट्ने भनेर आएको हजुर कतिखेर आउनुहुन्छ र बेलुका ए कहाँ जानुभएको छ र कहाँ जानुभएको छ दमाउली जानुभयो हो दाइ नहुँदो रहेछ होइन आउनु त आएको थिएन दाइ हुनु नरहेछ दाइ बेसी हो दाइ हुनु नरहेछ अब हामी चाहिँ जान्छौँ के गर्नु त फोर्टी फर्किनु अब दाइ नहुँदो रहेछ होइन के भन्नु त हामी लास्टै गर्नु लास्ट गर्नु रहेछ के लाखा र के लाखा यस्तो लागेको छ दाइ भेटेन आउँथ्यो नि अब पालि हामीलाई अब के गर्नु जाने कहाँ जाने हो गाउँ अनुसरण दाइ नहुनु रहेछ टक्क अब हामी चाहिँ जान्छौँ सबै सुत्नु भयो यहाँ अनलाइन यहाँ कुलरहरू होइन टक्क हामी चाहिँ अब निस्किन्छौँ गर्मी भयो अब पोखरा जानु भयो फेरि अनि अनि बन्दीपुर जाने भन्थ्यो अघि सिजामा हामी खै घुम्न जाने भन्छ टक्क घरतिर जान्छ हामी के बुझ्यो ओरी गाँठे यस्तो ओरी गाँठे अतनिबाट जान्छ हामी अतनि यता यस्तै हो कि चितवन पनि त्यही हो एउटै हो र सेम हो योमा डाँडाबाट घाम धेरै आउँछ कि यता के आउँछ त नि बिहान चाहिँ छैन यता हेर्नु अहिले त्यस्तो नि चर्को घाम छ अहिले यस्तै भयो पछि जानु अलि दाइ पनि भेटिएन नजिक थियो त्यहाँ आएको म अब पछि के हुन्छ दाइले सोधिदिनु ब्लगेर जान्छ तपाईँको नामकै नाम आएको थियो भन्नु है ल ल अङ्कल ल अङ्कल हुन्छ है ल भन्नु दाइलाई हस् हस् ल ल हामी जान्छौँ दाइलाई भेटिएन टक्क लाएर टक्क अब हामीमा यहाँबाट माथि तल जाँदैछौँ यहाँबाट बाइक जाँदो रहेछ है यहाँ कसरी बाइक जान्छ र दाइको होइन टक्क भेटेन टक्क म चाहिँ फेरि अब बन्दीपुर या दमन जानु छ त्यहाँ पछि अनि निस्किन्छौँ हामी अब यहाँबाट होइन यहाँ कस्तो बवाल भेट्यो ठाउँ उयो माथि हेर्नु यहाँ के हो यो भकटे ए सक्छ ल हामी यहाँ जान्छौँ दाइको कुलर र बेसी दाइको ल दाइको घरलाई पनि बाई ल हामी जान्छौँ यहाँ टक्क गाइस अब भेटिएन के भने निस्क्यौँ दाइको घरमा अब हामी जान्छौँ बन्दीपुरतिर गएर बस्छ हामी चाहिँ अनि आइसक्यौँ घर यहाँ कोठामा आइसक्यो मनु पनि यहाँ ढक्क गर्नुभयो पखामा बसेको जुत्ता मैले लगाइराख्यो अनि दाइले भेटिएन ठिकै छ केही छैन दाइको बाबाले भेटियो खुसी लाग्यो कुराकानी गरियो आइयो होइन अनि त्यही हो अब अझ यो चाहिँ अब म चाहिँ भ्लग चाहिँ एडिङ गर्न चाहन्छु होइन त्यही हो हस् त धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।